सबैजनालाई जय मसीह प्रभु येशू ख्रीष्टको नाममा मेरी क्रिसमस। आज चाहिँ क्रिसमस डेको दिन भएर मैले एउटा सानो भर्स लिएर आएको छु। त्यसलाई म पढेर सुनाउँछु। जुन चाहिँ छ यूहन्ना 3:16मा यस्तो लेखिएको छ कि किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। आमेन। साँच्चै नै परमेश्वरमा विश्वास गर्नेहरूले चाहिँ अनन्त जीवन पाउँछन्। आज क्रिसमस डेको दिन हो। सबैजना चर्च जानुभयो होला, परमेश्वरलाई होइन हृदयदेखि ग्रहण गर्नुभयो होला होइन। साँच्ची नै हामीले हृदयदेखि परमेश्वरलाई ग्रहण गर्नुपर्छ। आजको दिन भनेको जसरी यो बाइबलको भर्समा लेखिएको छ त्यसरी नै परमेश्वर चाहिँ यो सारा जगतमा आएर चाहिँ हामीहरूलाई मुक्ति दिइकन आफ्नो आलो रगतले हाम्रो पापहरू क्षमा गरिकन हामीलाई स्वर्गको राज्यको हकदार बनाउनु भएको दिन हो। आज हामी त्यो कुरामा खुसी हुनुपर्छ कि हामीलाई कति धेरै प्रेम गर्नु हुँदो रहेछ भन्ने कुरामा हामी खुसी हुनुपर्छ। फेरि पनि सबैजनालाई जय मसीह। अर्को भिडियोमा यस्तै भिडियोहरू लिएर आइराख्नेछु। टेक केयर।